ब्रिटिश आर्मीमा फ्राइडे चाहिँ के हुन्छ म यहाँहरूलाई बताउन गइरहेको छु है त। सो सुन्दा तपाईँलाई एकदमै अचम्म लाग्न सक्छ, तर अचम्म नमान्नुहोस्, किनभने फ्राइडे मर्निङ हामीले स्टार्ट गर्छौँ 8:30 बजे। 8:30 बजे चाहिँ ट्रुपमा भेला भएर आफूले गर्नुपर्ने कामहरू चाहिँ सबै सकाएर चट्ट हामी चाहिँ पिटी गर्न जान्छौँ। पिटी पनि सकिसकेपछि चट्ट गुरुजीले फलिङ गराउनुहुन्छ। फलिङ गराएर चाहिँ लकेडाउ अब चाहिँ केही पनि छैन है, पक्का लु ह्याभ अ गुड विकेन्ड लकेडाउ ल घर जाऊ भनेर भन्छ कि। त्यो सुन्दा चाहिँ पक्का क्या दामी त्यो स्कुलको सम्झना आउँछ क्या। पाले दाइले त्यो 12 बजे ट्याङ 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 घन्टी हानेको, घन्टी हानिसकेपछि चाहिँ चट्ट ल अब चाहिँ सक्यो है घर जान पाइन्छ भन्ने हुन्छ नि त्यो मनमा क्या खुसी हुन्छ नि। सो त्यस्तै खुसी हुन्छ क्या म। सो ब्रिटिस आर्मीमा चाहिँ प्रायः जस्तो चाहिँ 90% अफ द टाइम चाहिँ फ्राइडे चाहिँ हामी 12 बजीसम्म मात्र काम गर्छौँ है, त्योभन्दा ज्यादा चाहिँ काम गर्दैनौँ। तपाईँको वर्क प्लेसमा फ्राइडे चाहिँ कति बजीसम्म काम गर्नुहुन्छ तपाईँहरू? प्लिज कमेन्ट डाउन गर्नुहोस् न त, सुनिदिउँ न त है त। ब्रिटिश आर्मीमा फ्राइडे चाहिँ के हुन्छ म यहाँहरूलाई बताउन गइरहेको छु है त। सो सुन्दा तपाईँलाई एकदमै अचम्म लाग्न सक्छ, तर अचम्म नमान्नुहोस्, किनभने फ्राइडे मर्निङ हामीले स्टार्ट गर्छौँ 8:30 बजे। 8:30 बजे चाहिँ ट्रुपमा भेला भएर आफूले गर्नुपर्ने कामहरू चाहिँ सबै सकाएर चट्ट हामी चाहिँ पिटी गर्न जान्छौँ। पिटी पनि सकिसकेपछि चट्ट गुरुजीले फलिङ गराउनुहुन्छ। फलिङ गराएर चाहिँ लकेडाउ अब चाहिँ केही पनि छैन है, पक्का लु ह्याभ अ गुड विकेन्ड लकेडाउ ल घर जाऊ भनेर भन्छ कि। त्यो सुन्दा चाहिँ पक्का क्या दामी त्यो स्कुलको सम्झना आउँछ क्या। पाले दाइले त्यो 12 बजे ट्याङ 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 घन्टी हानेको, घन्टी हानिसकेपछि चाहिँ चट्ट ल अब चाहिँ सक्यो है घर जान पाइन्छ भन्ने हुन्छ नि त्यो मनमा क्या खुसी हुन्छ नि। सो त्यस्तै खुसी हुन्छ क्या म। सो ब्रिटिस आर्मीमा चाहिँ प्रायः जस्तो चाहिँ 90% अफ द टाइम चाहिँ फ्राइडे चाहिँ हामी 12 बजीसम्म मात्र काम गर्छौँ है, त्योभन्दा ज्यादा चाहिँ काम गर्दैनौँ। तपाईँको वर्क प्लेसमा फ्राइडे चाहिँ कति बजीसम्म काम गर्नुहुन्छ तपाईँहरू? प्लिज कमेन्ट डाउन गर्नुहोस् न त, सुनिदिउँ न त है त।